सबैजनालाई वेलकम गर्न चाहन्छौं स्काई भ्लग च्यानलमा। फाइनली आज हामी म्याङलुङ जाँदैछौं। हामी 3 देखि 4 जना छौं। हामी टुरमा यसो रमाइलो गर्दै हामी हिँडेको छौं। साँच्चै नै जीवनमा तपाई हामी रमाइलो गर्नुपर्छ, यात्रा गर्नुपर्छ, नयाँ ठाउँहरू घुम्नुपर्छ, हेर्नुपर्छ। त्यसैको लागि हामी नयाँ ठाउँ घुम्दै रमाइलो गर्दै अनि पुराना हाम्रो बेस्ट फ्रेन्डहरुसँग आज हामी यात्रा गरिरहेको छौं। म्याङलुङ हामी जाँदैछौं। फाइनली बसन्तपुर घुमिम। त्यो सँगसँगै स्पेशल हाम्रो राइडर, च्याम्पियन राइडर भन्न चाहन्छु, म चाहिँ प्रोफेसनल राइडर भन्न चाहन्छु। हाम्रो उमेश निरौला सर हुनुहुन्छ। उहाँले बवाल तरिकाले गाडीहरू कुदाउनुहुन्छ। जस उहाँसँग हामी हिँड्दै गर्दाखेरि गाडीमा हामीलाई 100% सेफ भयो जस्तो फिल हुन्छ। र यो चाहिँ म्याङलुङ जाँदै गर्दा चाहिँ बाटो राम्रो बनेको रहेछ। उत्तिसहरूदेखि लिएर हरेक बोट बिरुवाहरू पनि साँच्चै रमाइलो लाग्यो। त्यही भएर आज हामीले एउटा सानो भ्लग बनाएको छौं। यो भ्लगमा सबैजनाले सब्स्क्राइब गर्नुहोला, लाइक गर्नुहोला, सपोर्ट गर्नुहोला भन्न पनि चाहन्छौं। शेयर गर्नुहोला सकेसम्म भिडियोलाई। होला अलिकति हामी गाडीभित्र पसेको छौं। त्यति राम्रो सिन नदेखाए पनि बाटोदेखि लिएर गाउँको अर्ग्यानिक बोट बिरुवाहरू तपाईहरुलाई हामीले यस भिडियो मार्फत देखाएका छौं। साँच्चै नै ल अनि हाम्रो राइडर उमेश सर, हेलो उमेश सर, हाई गरिदिनु होला। हेलो हेलो, गुड मर्निङ, हाई। तपाई के भन्न चाहनुहुन्छ? आज हामी यात्रामा छौं। रमाइलो यात्रा भइरहेछ, जाडो भइरहेछ, हिटर खोल्नुपर्ने अवस्था आइरहेछ र पनि केही छैन। यस मौसम राम्रो छ, यात्रा जारी छ हाम्रो। आज 6औं दिनको टुरमा हामी छौं। यात्रा र गन्तव्य हामी पुग्न लागेको छौं। एकदम सक्सेस छौं भनौं न। यात्रामा एकदम पोजिटिभ थिंकिङ लिएर हिँडिरहेछौं र जुन तरिकाले हामीले सोचेर हिँडिरहेछौं त्यो सबै पूरा होस् र देखिएका दृश्यहरू, भ्रमणहरू सबैजनाले मन पराइदिनुहुन्छ आशावादी पनि छौं। स्काई भ्लगमा सम्झिनु होला। नयाँ अपडेट भिडियोहरूको लागि लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब र बेल आइकन बजाउन नछोड्नु होला, नबिर्सिनु होला है त। यसलाई धेरै धन्यवाद दिन चाहन्छौं। सँगसँगै म रोजन बस्नेत यता छु है। आज हामी फाइनल्ली लगभग अब हामी पुग्न पनि आँटेको छौं। साँच्चै रमाइलो भइरहेछ है। यो एउटा स्मरण पनि रहने वालामा छ, किनभने फेरि यता आइछ आइदैन थाहा छैन, किनभने आउन त आइएला तर पनि आजको जस्तो यात्रा फेरि आउँदा नहुन सक्ला। त्यही भएर पनि हामीले एउटा भिडियो बनाएको छौं। सँगसँगै हाम्रो स्काई सर यानी कि शिव सर, उहाँको निक नेम चाहिँ स्काई हो या शिव सर। हाम्रो खतरा शिव सर हुनुहुन्छ, एकदम बेस्ट फ्रेन्ड, एकदम मनको सफा, दिलदार, एकदम साथीहरूको लागि जे गर्न पनि रेडी हुने हाम्रो सर हुनुहुन्छ। हाम्रो शिव सर यानी कि स्काई सर हुनुहुन्छ। हेलो सर, के छ सर, सन्चै हुनुहुन्छ? आराम कुशलै हो? ल, उहाँ सरले केही बोल्न चाहनु हुँदैछ। म उहाँलाई केही शब्द बोल्नको लागि म हस्तान्तरण गर्न चाहन्छु। मर्निङ एभ्रीबडी। आज चाहिँ साँच्चीकै होइन, धेरै समय पछाडि यसरी हामी घुमेको होइन, लगभग 6औं दिन आज होइन। आज चाहिँ कस्तो लाग्यो भने एउटा भिडियो चाहिँ हालौँ, किनकि तपाईँको धेरै नै घुम्न त धेरै घुमिसक्यो। आज चाहिँ किन भन्दाखेरि लगभग हाम्रो अन्त्य पनि हुन आँट्यो घुमाइ होइन। हामीले जुन टुरमा हिँडेको थियौँ अन्त्य हुन आँट्यो नि त। त्यो भएको कारणले गर्दाखेरि नि आज चाहिँ एकदमै खुसी लागेको छ। धेरै पछाडि यसरी घुम्न पाइएको छ। त्यति नै हो सर। ल ओके, हाम्रो स्काई सरले साँच्चै नै यो हाम्रो यात्रा फेरि पनि हुने नै छ, तर पनि यो आजको जस्तो यात्रा नहुन सक्ला। केही छैन, फेरि पनि हामी नयाँ ठाउँहरू घुमेर भ्लगहरू हाल्नेछौँ, भिडियोहरू हाल्नेछौँ। सँगसँगै हाम्रो अर्को एकदम बेस्ट फ्रेन्ड ह्यान्डसम सर हुनुहुन्छ, विनोद बस्ने सर हुनुहुन्छ। के भन्न चाहनुहुन्छ विनोद सर? सबैजनाले च्यानललाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। यो हाम्रो नयाँ च्यानल रहेछ हाम्रो स्काई किङ सरको। र अहिले हामी चाहिँ पहाडी इलाकामा चाहिँ एकदम चिसो मौसममा घुमफिर गर्दैछौँ। यो हाम्रो 6औं दिन र हाम्रो यात्रा एकदम जारी नै छ। र साथसाथै हामी चाहिँ पहाडका 2-3वटा जिल्लाहरू चाहिँ घुमेर रमाइलो गर्ने एउटा यात्रामा निस्केका छौँ है। र रमाइलो भइरहेको छ, एकदम चिसो मौसम। ताकि अब यही समय भोलिको दिनमा फेरि नआइएला, कोका पुगेला। त्यसैले सबैजनालाई समेटेर हामीले एउटा भिडियो तयार पारेका छौँ। यसलाई मन पराइदिनु होला भन्न चाहन्छु। धन्यवाद।
ल विनोद सरले पनि धेरै कुराहरू बताइसक्नु भएको छ। उहाँले भने जस्तै साँच्चै नै हाम्रो यात्रा सफल पनि भइसकेको छ। हामी 6औं दिनमा छौँ साँच्चै नै। ल हेर्नुहोस् त कति हरियाली जङ्गल, पहाड भनेको पहाड हो। यसै गरी यो वन जङ्गलमा चाहिँ आनन्द तरिकाले बस्ने हो भने हाम्रो आय पनि बढ्छ, किनभने यहाँ अर्ग्यानिक अक्सिजनहरूदेखि लिएर हर कुराहरू अर्ग्यानिक हुन्छ क्या गाइसहरू है। र स्पेसल हाम्रो 6औं दिनको यात्रामा हामी धेरै ह्याप्पी छौँ। हामीले जुन जुन कुराहरू यात्रामा देख्यौँ, जुन जुन हाम्रो माइन्डमा स्मरण भयो, कतिपय मोबाइलमा हामीले भिडियोहरू गरेको छौँ, त्यो चिजहरू फेरि पनि सहर झरिसकेपछि हेर्दै गर्दाखेरि छुट्टै खालको मनमा आनन्द पनि हुनेछ है। ल हामीले यो यात्रा अझै पनि धेरै धेरै सफल हुनेछ भन्दै अहिलेलाई र म लास्टमा के भन्न चाहन्छु भन्दाखेरि हजुरलाई यो भिडियो फर्स्ट भिडियो पनि हुन जाँदैछ होइन। मन नपर्न सक्छ, शब्दका बोलीहरू मन नपर्न सक्छ, अलिकति बोलीमा कमेडी कमेडी होइन, कमेडी पनि नआउन सक्छ। तर यो चाहिँ एउटा अर्ग्यानिक चिज, किनभने हामी अर्ग्यानिक क्षेत्रभित्र आइसकेपछि पनि अर्ग्यानिक चिजहरू देखाउँदै हाम्रो बोली पनि अर्ग्यानिक हुनुपर्छ भन्ने हाम्रो सोच हो, मान्यता हो, विशेषता हो। त्यो भएको कारणले पनि हामी यो भिडियो एउटा बनाएको छौँ। सबैले लाइक, सब्सक्राइब, सेयर गर्नुहोला, साथीभाइले सेयर गर्नुहोला है। र अब यहाँभन्दा अरू के भनौँला, आउने दिनहरूमा पनि यस्तै भिडियोहरू तपाईँहरू माझमा आउनेछ। बेल आइकन दबाउनु भयो भने पहिलो भिडियो तपाईँहरूको मोबाइलमै आउनेछ भन्दै अहिलेलाई बाई बाई, नमस्ते। अनि सबैको दिन शुभ होस्, राम्रो होस्, ह्याप्पी रहनुहोला, खुसी रहनुहोला, सुस्वास्थ्य रहनुहोला, एकदम अर्ग्यानिक चिज खानुहोला, स्वास्थ्यलाई ख्याल गर्नुहोला, किनकि रोग लागेर उपचार गर्नुभन्दा रोग नलागिकन उपचार गर्नु बेस्ट हुनेछ भन्दै हमेसा पोजिटिभ थिङ्किङ गर्नुहोला अनि मुस्कुराइराख्नुहोला होइन। बरु मुस्कुराउँदा